ल काँचो 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 गिदी काँचो बोकाको गिदी दाइले यसरी छोपमा मिलाएर यसरी च्याप्प पारेर काँचो है यो चाहिँ पोल्नु पर्छ यो कुन पोलेर राख्नु यो काट्नु ए धुलो यति मोल्ने हो यतिकै हो कि मोल्ने यसरी अब खाना राख्नु भएको छ यसलाई पालबाबु हाम्रो मगर दाइले यसरी बोकाको गिदी छोपमा मोलेर काँचो यो खायो भने चाहिँ दिमाग धेरै आउँछ अरे दाइ अब मान्छेको दिमाग गइसक्यो भाइ त्यो वैज्ञानिक खाएर दाइ वैज्ञानिक हुनुहुन्छ है अब वैज्ञानिक दामी मिठो हो पाँच खाने वैज्ञानिक दाइ अब ल यता हाम्रो ल मिठो छ स्याङ्जाको पाण्डेले पनि यसरी ल दामी छ नि छोपसँग तपाईँ खै म पनि हान्छु लु भान्ज ल हाम्रो फेरि लेटाङको भाइ ल ल यहाँ लेटाङको भाइ ल लेटा कुशल भाइ भाइ पनि अब वैज्ञानिक सही हुँदो रहेछ हुन्छ कि गजब हुन्छ कि राक्षस पो भइन्छ कि ठिक हुँदो रहेछ ल भ्याइयो गिदी भाइयो ल अब वैज्ञानिक हुने लक्षण मेरो